सम्पूर्णमा नमस्ते। यस पुल्चोक क्याम्पसले विकास गरेको एकाडेमिक इन्फर्मेसन म्यानेजमेन्ट सिस्टममा स्टाफ, शिक्षक र विद्यार्थीको डेटा आवश्यक परेको हुनाले सम्बन्धित शिक्षक र कर्मचारीहरूले आफ्नो डेटा प्रविष्ट गर्ने विधि यहाँ हामी देखाउन गइरहेका छौँ। सर्वप्रथम हामी कुनै पनि वेब ब्राउजरमा जाने। यसरी वेब ब्राउजरमा गएर क्लिक गरिसकेपछि हामीले AMIS.pcampus.edu.np मा क्लिक गर्ने। यति गरिसकेपछि यहाँ लगइन, हाम्रो पहिल्यै युजर नेम र पासवर्ड छ, अकाउन्ट छ भने लगइनमा गएर आफ्नो इमेल र पासवर्ड हाल्ने। त्यसपछि सिस्टममा लगइन हुन्छ। होइन, हामी पहिलोपटक प्रयोग गर्दैछौँ र डेटा सिस्टममा दिन खोज्दैछौँ भने हामी स्टाफ साइन अपमा जान्छौँ। यहाँ गइसकेपछि हामी यसरी आफ्नो नाम हाल्छौँ। जस्तै नाम भयो, मिडल नेम अप्सनल छ, लास्ट नेम म्यान्डेटरी भयो। इमेल चाहिँ हामीले एउटा पी क्याम्पस र अर्को आइओईलाई मात्र सपोर्ट गर्ने प्रावधान मिलाएका कारणले यस इमेल बाहेक अरू इमेललाई अहिले यस प्रणालीले चिन्दैन। त्यस कारणले अहिले मैले एउटा इमेल राखेँ, GANSH@IOE.edu.np। अब यसमा चाहिँ यदि हामी कर्मचारी हौँ भने यहाँ हामी क्लिक गर्दैनौँ। होइन, हामी शिक्षक हौँ, फ्याकल्टी मेम्बर हौँ भने हामी यहाँ क्लिक गर्छौँ। अहिले म फ्याकल्टी मेम्बर भएको कारणले मैले यहाँ यसरी आइएम फ्याकल्टी मेम्बर भनेर हालेँ। पासवर्ड 8वटा क्यारेक्टरको चाहिँ पासवर्ड राख भनेको छ। अहिले मैले 8वटा क्यारेक्टर भएको पासवर्ड राख्दैछु। यसरी पासवर्ड राखिसकेपछि साइनिङ अप भनेर हुन्छ र अब यसपछि हामीले ओटिपी, यो अकाउन्टमा ओटिपी आएको हुन्छ। त्यस कारणले यो अकाउन्ट हामीले खोल्नुपर्ने हुन्छ। यसमा हाम्रो ओटिपी आएको हुन्छ। ओके, यसमा हाम्रो ओटिपी आएको छ। यो ओटिपीलाई लगेर म के गर्छु त कपी पेस्ट गर्छु अथवा त्यहाँ इन्टर गर्छु सिस्टममा। यसरी यहाँ मैले हालिसकेपछि यसरी भेरिफाइड ओटिपी भेरिफाइड सक्सेसफुल्ली भनेर आउँछ। रेजिस्ट्रेसन सक्सेसफुल, प्लिज लगइन भन्छ। अब हामीले के गर्नुपर्छ त भन्दा अब हामीले एडिट भन्ने यो बटनमा क्लिक गर्दै जान्छौँ र अब स्टेप वाइज स्टेप हामीले चाहिँ के गर्छौँ त यहाँ मागेको विवरणहरू हामी सिस्टमलाई प्रदान गर्दछौँ। जस्तै अब मलाई यहाँ फोटो राख्न मन लाग्यो मेरो भने मैले यसरी सेलेक्ट फोटो गर्छौँ। जस्तै अब मसँग यहाँ फोटो छ कि छैन हेर्छु। म कुनै एउटा फोटो, मैले फोटो देखिनँ। मैले यसरी राखेँ भने फुल साइज फोटो भनेर आउँछ यसरी। र फोटो हालिसकेपछि यसरी यो फोटो हालिसकेपछि सेभ एन्ड कन्टिन्यू गर्दछु। यो सेभ गरिसकेपछि अब म के गर्छु त भन्दाखेरि बेसिक इन्फर्मेसन जस्तै इम्प्लोइको आइडी भनेको हाम्रो आइडेन्टिटी कार्ड अथवा हामीले हाजिर प्रणालीमा जुन हाम्रो नम्बर हुन्छ त्यो नै इम्प्लोइको आइडी हुन्छ। फर्स्ट नेम आयो, मिडल नेम, लास्ट नेम। अर्को कुनै अल्टरनेट इमेल छ भने त्यो पनि राख्नु पऱ्यो। फोन नम्बर छ भने यसरी हामीले फोन नम्बर पनि राख्नुपर्ने हुन्छ। र डेट अफ बर्थ भनेर हामीले यहाँ चाहिँ इङ्ग्लिसमा हालेको खण्डमा नेपालीमा आफैमा आउँछ र नेपालीमा हालेको खण्डमा इङ्ग्लिसमा आफै आउँछ। 1985 जुलाई 5 मैले राखेँ भने नेपालीमा आफै आउँछ यो। अच्छा, यो भयो, बेसिक कुराहरू सकियो। अब पर्मानेन्टमा मेरो एड्रेस नेपाल भयो। सेलेक्टेड बागमती प्रोभिन्स, लोकल लेभल काठमाडौँ, डिस्ट्रिक्ट काठमाडौँ, वार्ड नम्बर चाहिँ 32 हो भने मैले 33 अहिले भएको छ, यो राख्छु। र टेम्पोररी चाहिँ सेम एज पर्मानेन्ट हो भने मैले यसरी सेम एज पर्मानेन्ट गर्छु। सबै आफै आएर बस्छ यसमा। र त्यसपछि इम्प्लोइमेन्ट जस्तै डिपार्टमेन्ट मेरो कुन हो त भन्दाखेरि मेरो इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङ हो। पोस्ट चाहिँ एसिस्ट्यान्ट प्रोफेसर हो। इम्प्लोइमेन्टको टाइप अब म कन्ट्र्याक्टमा छु भने कन्ट्र्याक्ट, अनि पर्मानेन्ट छ भने पर्मानेन्ट, टेम्पोररी छ भने टेम्पोररी, र पार्ट टाइम छ भने पार्ट टाइममा हामी क्लिक गर्छौँ। र जोइनिङ डेट, मेरो जोइनिङ डेट चाहिँ अब यो इङ्ग्लिसमा राखेको छ। अहिले एकछिनलाई अब मैले चाहिँ ऱ्यान्डमली भनौँ मैले चाहिँ 2020मा जोइन गरेको हो भने मैले एकछिनलाई यसरी राखेँ। र स्ट्याटस एक्टिभ नै हुन्छ। टर्मिनेसनको डेट अहिले छैन, त्यस कारणले सेभ एन्ड कन्टिन्यू नै गर्छु। अब स्यालेरीको कुराहरू, मेरो बेसिक स्यालेरी कति छ भन्दाखेरि मेरो बेसिक स्यालेरी फर इक्जाम्पल 50,000 छ भने मैले 50,000 राख्छु। होइन, अलाउन्स केही आउँछ भने त्यो पनि मैले 10,000 अलाउन्स आउँछ भने मैले 10,000 राखेँ। प्रोभिडेन्ट फन्डमा मैले 5,000 काट्छु भने 5,000 राख्छु। होइन,
यति राखिसकेपछि सोसियल सेक्युरिटी फन्डमा राख्छु कि राख्दिनँ, सिआइटीमा कति राख्छु भनेर यो हेर्छु हामी। र यति गरिसकेपछि अब ब्याङ्कको नेम, जस्तो ब्याङ्कको नेम चाहिँ मेरो सिद्धार्थ ब्याङ्क हो भने सिद्धार्थ ब्याङ्क भनेर राख्छु र ब्रान्च चाहिँ त्रिपुरेश्वर हो, त्रिपुरेश्वर हो। त्यसपछि मैले मेरो अकाउन्ट नम्बर पनि राख्छु यहाँ, प्यान नम्बर 1062645002। यति राखिसकेपछि फेरि मैले सेभ एन्ड कन्टिन्यू गर्छु। र मैले म टिचर एज अ फ्याकल्टी भएको कारणले म्याक्सिमम ओभरलोड आवर्स पर विक अथवा मिनिमम पिरियड्स चाहिँ 15 छ भने 15 भयो होइन, मिनिमम पिरियड्स यति भयो। अब ओभरलोड कति छ? 15 छ। मेरो ओभरलोड चाहिँ फर इक्जाम्पल 14 छ भने 14 हुने भयो। रेट पर पिरियड चाहिँ हाम्रो जसरी असाइन गरिरहेको छ त्यो, यो चाहिँ डिएसए क्यालकुलेट गर्नको लागि डिपार्टमेन्टलाई सजिलो हुन्छ कि भन्ने हिसाबमा पनि राखिएको हो। र कुन कुन कोर्स मलाई असाइन गरिएको छ त्यो कोर्स चाहिँ मैले यहाँ लेख्दै जान्छु यसरी, जस्तै सी प्रोग्रामिङ, अरू पनि मिल्छ यहाँ। र इमर्जेन्सी कन्ट्याक्ट कुनै छ भने त्यो राख्नु पऱ्यो। इमर्जेन्सी कन्ट्याक्ट भनेको अब मैले चाहिँ अहिलेलाई अब अरू कन्ट्याक्ट नभएको कारणले स्पाउस भन्नु पऱ्यो। यो चाहिँ अब 01458336 यसरी राख्ने। यति राखिसकेपछि एडिसनल केही छ भने त्यो राख्ने, नत्र भने चाहिँ हामी सेभ गरिसकेपछि मेरो प्रोफाइल चाहिँ यसरी क्रिएट हुन्छ। हामीले अहिले खोजेको डेटा यति नै हो। तसर्थ सम्पूर्ण टिचर र कर्मचारीहरूले सर म्याडमहरूले चाहिँ यसमा डेटा इन्ट्री गरिदिएर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद।